Hello, namaste everybody. सन्चै हुनुहुन्छ होला भन्ने आशा छ and love for the people who are watching and loving my videos. So आजको यो भिडियो चाहिँ रिलेटेड टु हाम्रो गाउँको मतलब मेरो बाबाको माइला मामा रिलेटेड छ। अनि यो भिडियो चाहिँ अस्ति मम्मीहरू गाउँ जाँदाखेरि मम्मीले के अरे हाम्रो लागि चाहिँ रेकर्ड गर्नुभएको भिडियो क्या। अनि मैले चाहिँ सबै मर्ज गरेर चाहिँ भिडियो बनाएको छु। अनि उहाँ नै हाम्रो बाबाको माइला मामा। अनि हाम्रो यो बाजे र हाम्रो बाबाको बिचमा चाहिँ एउटा एकदमै रमाइलो एकदमै लाइक भेरी ब्युटिफुल स्टोरी छ। बाजेले हेर त कति माया गर्नु भएको। कान्छी रे, नाम चाहिँ कान्छी। अनि हाम्रो बाजे चाहिँ अब धेरै पहिलाको जवानको मान्छेहरू हो नि त। अनि उहाँहरूले चाहिँ अब पहिला त्यस बेला जुत्ताहरू हुने थिएन। अनि त्यही भएर त्यही बानी भएर चाहिँ हाम्रो बाजेले चाहिँ जुत्ता नलाउँदैन कि धेरै जसो। अनि खुट्टामा पनि अलिक he has some problem in his foot, so he's not wearing. And आई थिङ्क उहाँ चाहिँ अराउन्ड 80+ हुनु भइसकेको छ एजमा। अनि अब उहाँको एउटा छोरा हुनुहुन्थ्यो, छोरा बित्नुभयो। अनि त्यसपछि छोरीहरू हुनुहुन्छ, अब छोरीहरू त आफ्नो आफ्नो घरमा हुनुहुन्छ नि त। अनि उहाँको कान्छी वाइफ चाहिँ बित्नुभयो। अनि कान्छी वाइफ बितेपछि चाहिँ जेठी वाइफ चाहिँ सी वाज अल्सो काइन्ड कि उहाँ चाहिँ रिटर्न आएर बाजेसँग अहिले बस्नुहुन्छ। अनि जसो तसो दे आर लिभिङ देयर लाइफ। अनि यो चाहिँ हाम्रो बाजेको भैँसी र पारी रे। अनि उहाँले चाहिँ आफ्नो बच्चाहरू जस्तै केयर गर्नुहुन्छ। अनि उहाँ चाहिँ एकदमै काइन्ड मान्छे हो कि एकदमै काइन्ड हो। अनि त्यसपछि अब यहाँ चाहिँ बाबा सर्ट टाइमको लागि गाउँ जाँदाखेरि चाहिँ बाबाले रिमेनिङ कामहरू के छ सबै गरिदिनुहुन्छ क्या। उहाँहरू बिचमा एउटा यस्तो स्टोरी छ क्या। अहिले मैले भन्न अलिक टाइम लाग्छ होइन। बट आइ एम सो थ्याङ्कफुल टु हिम कि मेरो बाबालाई निड हुँदाखेरि दे वर देयर फर हिम। अनि लाइक अब सबैको आफ्नै स्टोरी छ। मेरो बाबाको पहिल्यैदेखि अब बाबा नभएको नि त। अनि मम्मीले मात्रै पालेको मान्छे हो। सो मामाहरू हाम्रो बाजेहरू क्या, उहाँ बाजेहरूले चाहिँ धेरै हेल्प गर्नुभएको। बाबाले चाहिँ स्टोरी हामीलाई सुनाउनुहुन्छ। अनि त्यही हो। अनि आई थिङ्क ही इज वान अफ द मामा टु होम माई बाबा लभ्स द मोस्ट एन्ड द रेस्पेक्टेड पर्सन अल्सो। सो उहाँ बाजेको चाहिँ एउटा छोरा हुनुहुन्थ्यो, उहाँ चाहिँ क्यान्सर थ्रु बित्नु भइसकेको छ। सो उहाँहरूलाई अलिकति ब्याकअप छैन नि त। बट दे आर लिभिङ देयर लाइफ इन देयर ओन वे। जस भगवान्सँग प्रार्थना छ कि जबसम्म लाइफ छ तबसम्म बाजेलाई साथ दिनुहुनेछ एन्ड फर हिज हेल्थ अल्सो। सो गाइज वी अल्सो ह्याभ दिस काइन्ड अफ स्टोरी इन आवर फ्यामिली एन्ड होप यु डु like and support. Bye bye.